आउन सम्मको छोड्दैन नि पहिले माया लागेको भए लाउने नै थिइन नि मेरो आँसु तिमी मेरो खुसी पनि सपनीको के हो गीत आउनु त पसिना पसिना भयो अहिले चाहिँ हामी पाटनबाट हिँड्यो यो पाटन पुग्यो कस्तो हो अनि यही हो घर ज्याकेट लाएर हिँड्ने थिएँ त्यस्तो बाक्लो अहिले यहाँ गरम भयो अनि मलाई नै भिडाउने भयो होइन बहिनी भएको दिदी भएको बहिनी भएको भरै अप्ठ्यारो यहाँबाट चाहिँ मान्द्रे 3 किलोमिटर छ हामी 3 किलोमिटर हिँडेर आइपुग्यौँ अब यहाँबाट हिँड्दै हिँड्दै मान्द्रे पुग्ने अनि अब मान्द्रेबाट भेटौँला हो के अरे तर भ्लगमा के भन्नु हुन्छ त्यही हो हिँडौँ आज हामी कहाँसम्म पुगिन्छ थाहा छैन बाटो चिनिँदैन कि राजस्थल भन्ने कता हो के हो त्यो पनि थाहा भएन त्यो हिँडौँ हाइकिङ हो रातै भएर पाकेको लुची माथि माथि रहेछ तल तल रहेछ रहेछ मान्द्रेबाट चाहिँ 9 बजे यात्रा सुरु गऱ्यौँ हामीले उताटी रहेछ सब्जी जाने बाटो सब्जीबाट होइन रहेछ जाने अर्कै बाटो रहेछ राजस्थलको लागि फेरि हामीलाई बाटो थाहा छैन अहिले कता गएर हराइन्छ थाहा छैन अब यहाँबाट हिँडिन्छ सर्भाइभल गर्नु पर्यो अब जङ्गलमा चले हम सतैसम्म त सुनिन्छ ल हैन A few minutes later. Nice. यहाँबाट अझै 2 घन्टा हारेर राजस्थान पुग्नलाई वी थट नि त्यो त्यहाँ ढुङ्गाको घर छ नि त अनि त्यसलाई राजस्थान भनिरहेको थियौँ यहाँबाट अझै 2 घन्टा शुक्ला गण्डकी नगरपालिका 10 जना हो रानीवन सामुदायिक उपभोक्ता समिति अब शुक्ला गण्डकी 10 मा पुगिएछ अघिसम्म 8 मा कि 12 मा कति 10 नै होला मान्दैन हामी कतिमा गयौँ 1 मा गयौँ 2 मा गयौँ 3 4 5 6 7 कता खै त्यता गयौँ 7 8 गयौँ 9 गयौँ 10 मा आथेनौँ 10 मा आयौँ 11 कता थाहा भएन 12 मा नि गछौँ 1 hour later. 10 बजे अहिले चाहिँ त्यो डाँडा हो जाने हामी त्यहाँ एउटा घरमा बस्यौँ एकछिन पानी खायौँ पानी भर्यौँ अनि अब चाहिँ हामी हिँडेको मान्छेहरू व्यस्त छन् जङ्गल हिँड्ने ल अब चाहिँ माथि टुप्पोमा पुग्न लाग्छौँ अनि यहाँबाट फेरि कति हिँड्नुपर्छ स्पाइडरम्यान के भन्नु खोजेको छ यस्तो अग्लो ठाउँमा आयो कुम्दो क्या के छाता मोबाइल छैन त्यता बाटो तलबाट जाऊँ न त
त्यो माथि बाटोमा पुगेछ भन्नको हामी हरायौँ क्या जे हुन्छ राम्रोको लागि हुन्छ हामी बाटो छाता बन्द गर कि काट्छ कि नत्र काट्छ आया मलाई काटिसक्यो फाइनल्ली बाटो भेटियो बाटो थाहा नगर म फेरि यता घर थियो के अरे त्यता सोध्नु जानु लाग्यो त्यतिर त्यही तल बाटोमा बसेँ के गर्नु आफूले गर्दाखेरि बाटो हराएपछि सरी साथीहरू त्यहाँ घरमा कोही पनि नरहेछन् म चाहिँ तिनीहरूलाई घर झुट बोल्छु यतैबाटहरू जाने भनेर म टाढो गुरुदुम जाने रहेछ यताबाट होडा स्थल जाने भनेर म तिमीलाई ढाँट्छु अनि पूजा त पुगेर पुग्यौँलाई राजस्थल के राजस्थल क्या राजस्थल हो क्या मैले भन्थेँ त अघि नै राजाको स्थल हो त्यहाँ राजस्थल हो मेरो हिजो यौलामा के भन्छ जार बोकेर आउँदाखेरि ढोकामा ड्याङमा ठोक्यो ढोका होछ होला अनि बेलुका मिक्सर धुँदाखेरि मिक्सरमा कच्चै घोच्यो त यसको त्यति के भन्छ घाँसले काटेको कोपीको अब चाहिँ सिडी हो भन्नु थियो अरे यहाँबाट अघि उता हिँडेपछि रातिमै कसैले नि भने होइन हामीले सिडी हो भनेर बाटो यताबाट रहेछ हामी आयौँ यताबाट धेरै जाने निवार हट राजस्थल फेरि यत्रो हिँडेर माथि जानु पर्यो मैले गर्दा हो कि दियोस् हामीलाई उताबाट आएर हामी के भन्छ त्यो के अरे गान्धु के अरे गुरुदुम जाने बाटो चाहिँ हामीले थाहा पायौँ किन यति माथि माथि बोलाउँछौँ कि राजाहरू घर अब राजाहरूलाई ल्याउनु पर्दैन तिनीहरूलाई हामीले केही सन्देश लिएर जानु पऱ्यो नि यति माथि आउनु पर्दो रहेछ ल हिँड्यौँ हामी फाइनल्ली सिडीमा आयौँ अब सिडी ल आउने त्यो वन कुखुरा देखे जस्तो लाग्छ तर होइन होला त्यहाँ पानी रहेछ तर धारामा धारा रहेछ तर पानी आउने कि आएन थाहा छैन उतापट्टि त्यो माथि धुलो हो कि त्यो बाफ फुटेको हो कि जुल्फी राजस्थलको माथिपट्टि आयो अब उतासम्म पुग्यो मोटिभेसन दिने तरिका नि खत्रै के मेरो बहिनीको त अलिकति हिँड्ने अनि माथि गएपछि टुक्टा गराउनु पाइन्छ अरे अलिकति हिँड्ने खाजा खान पाइन्छ अलिकति हिँड्ने रेस्ट गर्न पाइन्छ ल अब चाहिँ त्यस्तो साह्रै सिडी होइन अब त सम्मै रहेछ बाटो अलिकति हिँड्ने ल जाउँ के रहेछ यहाँ माथि त्यस्तो विशेष हेर्न आएको हामी वहाँ घारीबाट 9-10 किलोमिटर हिँडेर अनि रानी र दासीहरू यहाँ नहुन्थ्यो बाटोको छेउमा नआउँछन् रानीहरू कस्तो आलु कुरा गर्छन् पोखरी किन बाटोको छेउमा रानीहरू नुहाउन बस्छन् तिनीहरूको त उता मस्त स्नान गर्ने ठाउँ होला नि राजाहरू दरबार भन्दा पनि यस्तो मन्दिरको लागि हो कि फेमस भएका धेरै जुन राजा बने पनि मन्दिर बनाउँछन् जुन राजा बने पनि मन्दिर बनाउँछन्
यो मन्दिरको ठाउँमा राजाले हो नि त राजाहरूले मन्दिर बनाउनु भन्दा ओके तिमीहरू यहीँ बस्छ म एक्सप्लोर गरेर आउँछु केही राम्रो रहेछ भने म तिमीलाई फोन गर्छु ल म लिएर जान्छु होइन यहीँ राखौँ ल ओके अब चाहिँ म यता एक्सप्लोर गर्नु जान्छु भनेको बाटो छ कि छैन ल अब चाहिँ ए के काठिएरमा त्यो राजाहरूले मन्दिर बनाउनु भन्दा हरेक ठाउँमा मन्दिर भएको ठाउँमा विद्यालय बनाएको भए नेपाल अहिले कहाँ हुन्थ्यो ब्रिटिस भन्दा नि यति माथि हुन्थ्यो होइन तर यहाँ माथिसम्म यस्तो सिडी बनाउनेहरू त मान्छु म त माथि आएँ म अझै केही होइन रहेछ मतलब म त रानीको स्नान गर्ने ठाउँ होला यता भनेर हेर्न आएको नरहेछ तर यहाँबाट चाहिँ उता गाडीतिरको भ्यू पनि देखिदिने रहेछ अलिअलि छिक्किएर हेलो गाइज अब चाहिँ हामी खाजा खानु लाग्यो गरम भयो एकछिन के जाति खोला आउनु तिमी अहिले चाहिँ यहाँ हावा पनि लाएन लाइक यस्तो गरम भयो बाहेन यहाँ शीतल भइसक्यो हामी तिमीहरू पनि यहाँ बसिरहेको थियो नि म उता हिँडेर आएको हामी चाहिँ यहाँ के गर्न आएको भन्दाखेरि यति हेर्न आएको आएर उता नाच्यौँ उफ्रियौँ टिकटक गरायौँ त्यति हो फाइनल्ली अब हाम्रो यो यहाँ माथि राजस्थलबाट हाम्रो बिदाई भयो अब चाहिँ हामी जान्छौँ थाहा छ हजुरहरूलाई मेरो झोलामा के भन्छ सर्ट्स रहेछ अनि मलाई त्यो जिन्सको प्यान्ट लाएर हिँड्न मलाई अप्ठ्यारो भयो अनि मैले म सर्ट्समै आएँ कि म जागेमै हो कि अनि ल बाई हामी गयौँ ल फाइनल्ली कोक किन्यौँ त्यो दोकान रहेछ यताबाट जाने रहेछ नभए चाहिँ हामी मन्दिर पुग्छौँ यहाँबाट दुइटाको स्पिड चाहिँ लो भइरहेछ अहिले चाहिँ हामी एक्लै डाँडातिर आइपुग्यौँ हाम्रो भ्लग चाहिँ अब एन्ड गर्ने बेला हुनु लाग्यो अहिले यहाँ आउँदाखेरि हाम्रो कति छ 5:45 बजी भयो क्या यति हामीलाई यहाँ आउँदासम्म कति 5:45 भइसक्यो लाइक हामी बिहान 7:30 बजे हिँडेको अहिले 5:45 यत्रो बेर हामी कता भुल्यौँ हामी त्यही माथि गयौँ हामी लगभग 12 घन्टा जति हिँडेछौँ दिनभरि माथि हामी अलिअलि एक्सर्साइज गर्थ्यौँ एक्सर्साइज गर्थ्यौँ पुसअप नि हाल्थ्यौँ हामीलाई अनि के भन्छ तिमीले धेरै नै हानेथ्यौ अनि के भन्छ टिकटक गरायौँ एकछिन बस्यौँ यस्तो हावा बस्थ्यौँ अनि त्यसै माथि 1-2 घन्टा बस्यौँ त्यही भएर फर्किन ढिलो भएको ल किन हानेको थाहा नि त एक्ज्याक्ट ल राखिदिएँ ल भ्लग यति नै हो बाई